गाइज वेलकम मेरो भिडियोमा हिरोशिमाको राम्रो भ्यूसँगै मेरो गफ सुनौँ है त। सोशल मिडिया त्यसमा पनि टिकटक मेरो लागि चाहिँ बेस्ट अप्सन हो जसले मलाई एनर्जी दिन्छ। हुन त म नर्मल मान्छे हो, छन् 2-4 जना तिनीहरूले चासो राखेको देख्दा चाहिँ सेलिब्रिटी वाला फिल लिन चाहिँ पाइया छ है। मैले सोशल मिडियामा त्यति मात्रै देखाउँछु जति मलाई देखाउन मन छ क्या। मेरो लाइफ कस्तो चलिरहेको छ के छ हैन, त्यो त मलाई थाहा नि त, त्यो तिमीहरूलाई थाहा हुँदैन क्या। तिमीहरूलाई मैले जति देखाउन खोज्छु त्यति मात्रै थाहा हुन्छ क्या। अनि कहाँ तँहरूले मेरो फ्युचरको टेन्सन गर्दै बसेको त नि। मेरो चिन्ता गर्न त म छु, मेरो फ्यामिली छ। त्यसरी अर्काको चासो राखेर चल्दैन नि बहिनी जिन्दगी। मलाई त के लाग्छ भने जो मान्छे आफ्नो थोपडासँग सेटिस्फाई छ, जो मान्छे आफ्नो लाइफसँग सेटिस्फाई छैन हो त्यस्तैले हो कि यत्तिकै अर्काको चासो राख्ने, अर्काको बारेमा भुक्दै हिँड्ने। सिरियसली मलाई त फुर्सद पनि छैन र इन्ट्रेस्ट पनि छैन क्या कसैको चासो राख्न। जति यो सोशल मिडियामा मैले देखाइरहेको छु, देख्न पाइरहेको छस् नि, त्यो त नर्मल हो के। त्योभन्दा नि अझै बवाल चलिरह मेरो लाइफ, जुन मैले फिल गरिरहेको छु हैन। तर त्यो फिलिङ्स चाहिँ अब एक्सप्लेन गर्न मिल्दैन सोशल मिडियामा। त्यही भएर नानु, यसरी सोशल मिडियामा भुक्न भन्दा कुन चाहिँ क्याप्सनले इगो हर्ट भएको हो यसो टाइम मिलाएर अलिकति हिम्मत जुटाएर है भेट्ने आँट गर, हैन भने यो यत्तिकै भुक्ने काम चाहिँ नगर ल बहिनी।